सम्पूर्ण साथीहरुमा नमस्कार। आजको रेसिपी छ लौकाको तरकारी कसरी बनाउने त विशेष रेसिपी छ। लौका भन्दा बित्तिकै कसैलाई मन नपर्न सक्छ। यो तरिकाले बनाउनुस् 100% तपाईहरुले हात चाट्नुहुनेछ। सबैभन्दा अब यहाँमा रेसिपी तपाईहरुलाई शेयर गर्न जाँदैछु। सबैभन्दा पहिला मैले यहाँ लौकीलाई पिसेस गराएर यो तरिकाले मैले एउटा फ्राई प्यानमा राखेँ। पिसेस मिडियम साइजमै गर्नु होला, धेरै सानो टुक्राहरू नबनाउनु होला किनकि त्यो चाँडै पाक्छ। बढी पाकेको पनि राम्रो हुँदैन। त्यही अनुसार मैले यसमा बेसार पाउडर राखेँ। अनि रेड चिल्ली पाउडर राखेँ। त्यसपछि म ग्यास चालु गरेर यहाँ यो लौकीलाई चढाउँदै छु। यसलाई बीचबीचमा चेक गर्दै गर्नु होला। लो फ्लेममा पकाउने हो 3-4 मिनेटको लागि। तब तक म यता पेस्ट रेडी गर्छु। जब तक यता मैले लसुन राखेँ, हरियो खुर्सानी राखेँ 2वटा, अनि जिरा राखेँ। त्यही अनुसार मैले यहाँ अदरक राखेँ, अदुवा। यसलाई हामी कुटेर बिल्कुल बारीक बनाउँछौँ। मिक्सरमा पिसे पनि हुन्छ। यता बीचबीचमा चेक गर्दै गर्नु होला। अब म चाहिँ अर्को कडाईमा थोरै तेल राखेँ। तेल तपाईले फर्चुन रिफाइन पनि लिन सक्नुहुन्छ, तोरीको कोलवाला तेल पनि लिन सक्नुहुन्छ। मैले पेस्टलाई तेल तातिसकेपछि यसमा राखिसकेँ। हल्का 30-40 सेकेन्ड यसलाई हल्का फ्राई गरेर यो माथि 2वटा इलायची राख्नुहोस् अनि सिनेमन स्टिक। यो अप्सनल हो, राख्दा राम्रो स्वाद आउँछ। त्यही अनुसार बिल्कुल मसिनरी काटेको प्याज, यसरी प्याज राख्नुहोस्। प्याजलाई पनि राम्ररी यसलाई फ्राई गरेर राम्ररी यो सफ्ट हुन पर्यो, हल्का ब्राउन कलर आउन पर्छ यसलाई। त्यही अनुसार यसलाई फ्राई गर्नुहोस्। प्याज सफ्ट भइसकेपछि हामी टमाटर राख्छौँ। टमाटर राखिसकेपछि हामी यसलाई पनि मिक्स गर्छौँ राम्रो तरिकाले। टमाटर राखिसकेपछि हामी अर्को प्रोसेसमा जान्छौँ। अब हामी यहाँ के मसलाहरू राख्छौँ। स्वाद अनुसार नुन राख्नुहोस्, आफ्नो स्वादको हिसाबबाटै राख्नु होला। त्यही अनुसार बेसार पाउडर अनि रातो खुर्सानी पाउडर। यहाँ तपाईले कश्मिरी रातो खुर्सानी पनि राख्न सक्नुहुन्छ पाउडर। अनि यहाँ धनिया पाउडर। त्यसपछि हामी यहाँ राख्छौँ गरम मसला पाउडर। अब यो राखिसकेपछि हामी यहाँ यसलाई राम्रोसँग मिक्स गर्छौँ सबै मसलाहरूलाई यो तरिकाले। थोरै पानी राखेँ मैले। पानी थोरै मात्रामा राख्नुहोस्। यो प्युरी बनाउनुहोस् हल्का, यो अनुसारको देख्न सक्नुहुन्छ। यो तरिकाको थिक ग्रेभीको लागि। अनि जो हाम्रो उता चाहिँ लौका तयार भइसकेको छ, त्यसलाई म मिक्स गरेँ। मिक्स गरेर म यसलाई राम्रोसँग चलाउँछु। सारै मसलाहरू यसको भनौँ न चारैतर्फ लागोस् लौकाको। यति गरिसकेपछि मैले यहाँ दही लिएँ। दहीको जग्गा तपाईले दुधमा माथिबाट लागेको तर पनि राख्न सक्नुहुन्छ, अथवा दही राख्दा एकदमै राम्रो टेस्ट आउँछ। दही पनि फ्रेस राख्नु होला। दही राखिसकेपछि यो तरिकाले हामीले अब यसलाई पनि मिक्स गर्छौँ राम्रोसँग। दही राख्दा ग्यासको फ्लेम लो राख्नु होला किनकि दही फाट्छ। त्यही अनुसार ग्यासको फ्लेम लो राखेर दही मिक्स गर्नुहोस्। यति भइसकेपछि माथिबाट मैले यो कस्तुरी मेथी राखेँ। अनि म यसमा हरियो धनिया मसिनरी काटेको यो तरिकाले। यति राखिसकेपछि म यसलाई फेरि पुनः मिक्स गर्छु। देख्न सक्नुहुन्छ यो तरिकाले मिक्स गर्ने यसलाई। अब यो लगभग रेडी भइसकेको छ। हामी अब यसलाई धेरै बेर पकाउँदैनौँ। यदि भइसकेपछि हामी यसलाई कभर गर्छौँ। भिडियो राम्रो लाग्यो भने सब्स्क्राइब गर्नुहोस् अनि अर्को भिडियोमा मिल्नेछौँ। थ्याङ्क यू सो मच।